4 पाकेट करेन्ट चाउचाउ छ। म चाहिँ कहिले खाइसक्नु हो। अब चाहिँ चेस साथीहरू खाए ल। तर पनि भिडियो चाहिँ फेरि बनाउनु मन लाग्छ हौ। अनि माइन्ड नगर्नु होला है साथीहरू, हातैले बजाइदिए। हेलो गाइस, नमस्ते। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म एउटा नयाँ मुकबाङ भिडियो लिएर उपस्थिति भइसकेको छु। आज चाहिँ यो पनि लगाइदिएछ नानीले फेरि। आज चाहिँ मैले मुकबाङ भिडियो लिएर आएको छु। आज चाहिँ मैले के लिएको छु भन्दा चाहिँ यहाँनिर छ करेन्ट चाउचाउ 4 प्याकेट, अनि त्यसपछि यहाँनिर लिएको छु अन्डा 3टा लिएर आएको छु। यहाँनिर गाजर, सलादको लागि गाजर अनि प्याज पनि लिएर आएको छु। अनि त्यसपछि यहाँ मलाई पानी पनि लिएको छु, पिरो भयो भने खान्छु भनेर। अनि यहाँ माथिबाट धनिया पनि छरेर घरमा मैले छरेको लिएर आएको छु। धेरै पछाडि मैले भिडियो लिएर आएको छु। अनि कस्तो हुन्छ के हुन्छ हेरेर साथ दिनु होला। अब म चाहिँ स्टार्ट गर्छु। अहिले पनि खान्छु, भएन भने भरे हातैले पनि दिन सक्छु है। म चाहिँ 4 पाकेट करेन्ट चाउचाउ छ। म चाहिँ कहिले खाइसक्नु हो। अब चाहिँ चेस साथीहरू खाए ल। पिरो रहेछ हौ। चार प्याकेट चाउचाउ खाएको थिइनँ मैले चाहिँ। 4 प्याकेट खाइसक्छु कि सक्दिनँ। आमा मुखभरि घाउ छ फेरि पिरो भएर। तर पनि भिडियो चाहिँ फेरि बनाउनु मन लाग्छ हौ। अनि भिडियो चाहिँ मलाई बनाउनु धेरै मनपर्छ। यसले चाहिँ म जाने नजाने पसिना काटिसक्यो ल। धेरै पछाडि भिडियो लिएर आएको। तर अस्ति एउटा भिडियो बनाएको थिएँ, साउनै पनि आइदिएर कस्तो म चाहिँ भिडियो बेलुका भिडियो बनाउँदैछु। मेरो छोरीले चाहिँ
ज्याङ गर्नु थालिसक्यो त्यही भएर छिटो छिटो धेरै पछाडि यो चौचौ खाएको लास्टै पिरो आमा मलाई त पसिनै काट्यो त हौ बाबरे माइन्ड नगर्नु होला है साथीहरू हातैले बजाइदिए मलाई चाहिँ जे पनि हातले खानु मन लाग्छ मिठो लाग्छ जल्दी छ 4 प्याकेट खानु त साह्रो पो पर्दो रहेछ तर पनि खाइसक्नु पर्यो तर यो ट्रेमा चाहिँ कस्तो तितो आउँछ हौ चार प्याकेट त साह्रो पर्ने रहेछ त म चाहिँ कति धेरै फुल भइसकिसक्यो त हौ अन्डा र चौचौ कत्रो बाहिर छ ठुलो मात्र यति छ असिन र पसिन भइसक्यो पसिना कुदेर ट्रेको सबै तितो आइसकिसक्यो
यति त म एक गाँसमै खाइदिइहाल्छु। तर यो ट्रेको तितो आएकोले फर्स्ट टाइममा मैले गर्दाखेरि यो ट्रे लिएर यसमा यति धेरै तितो भएको थियो खाना। अनि तर कस्तो खालको तितो हौ। यो गाजर पनि घरमै फलाएको भन्दा पनि मैले चाहिँ होइन। यो छोडेर आफ्नै पानी पर्न थाल्यो। मेरो छोरी पनि ल्याङ गरेको छु। अब मैले चाहिँ सबै खाएर सिधाइसकेँ। तपाईँहरूलाई कस्तो लाग्यो? 4 प्याकेट चाहिँ मैले खाइसकेको थिइनँ, आज खाइसकेँ। तर यो एक ग्यास चाहिँ रह्यो, तितो न तितो हुन्छ र म खानै मन लागेन। यति चाहिँ होस्। अनि यिनीहरू त सलाद त हो, खाइहाल्छु। मेरो भिडियो चाहिँ यति नै थियो। अनि मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई पुरा हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। कस्तो लाग्छ तपाईँहरूलाई। अनि मलाई चाहिँ यो भिडियोहरू बनाउनु रहर लाग्छ एकदमै, त्यही भएर भिडियोहरू बनाएको। अनि तपाईँहरूलाई मन पर्यो भने चाहिँ मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्दै नेक्स्ट भिडियोमा भेट्ने नै छु। त्यतिन्जेलको लागि बिदा हुन चाहन्छु। बाई।